मोबाइल झरेर फुट्यो भएछ यहाँनिर दुईपट्टि नै यो जामले टाउको दुखिसक्यो मलाई एक गइसक्यो तेरो त कपाल हुनु पऱ्यो नि हेर यहाँ कपालको हाल्नु आएपछि त के पाउँछ यार अङ्गुर चाहिँ साह्रै मिठो मिठो रहेछ त पाकेको चाहिँ मोबाइल भिजेको के हुन्छ त यिनीहरूको मजै छुट्टिसक्यो तैँले भने याद आयो अब रुगा लाग्यो हालेर बस्न बबाल ठाउँ रहेछ होइन यहाँबाट घर त यार के गर्ने हो माटो मेसिन अहिले यसले खाल्टोमा हाल्यो नि अब अहिले नि हाल्नु बेरमा यस्तो पानी पर्न लाग्यो भएर होला कि यस्तो के परेको छैन है पर्ने सहज भयो रास्तामा देखेँ यार भिजेर मेरो कपाल तेरो त कपाल हुनु पऱ्यो नि के हेरे को हो यो मान्छे चोर जस्तै देखाएर हेलमेट लगाए सबैलाई त्यस्तै देखिन्छ लेट्स गो गाइज यसको स्पिड चाहिँ धमाकेदार छ फर्स्ट टाइम होला योसँग राइड गरेँ त्यही पनि आज हामी चाहिँ माइती घर आइपुग्यो मैले कति जाम हो यार जामले गाडीमा दिमाग खराब लाग्यो Vespa. गर्कुको फ्लाइओभर पनि मलेसिया जस्तै देखिन्छ यार होइन त गर्कुको फ्लाइओभर दामी बनाएको दामी जत्रो गाडी छिर्ने भयो नि त यति भइसक्यो ओए पछि यहाँ उफ्रिँदा रहेछ यार स्पिड चाहिँ हो क्या केटाको कति छिटो आइपुग्यो जस्तो लाग्यो पनि कम ल्याए अरे यहाँ कपालको हाल्नु मास्क लाउला भन्दा नि भुलिएछ भने मैले जम्मै आज चाहिँ मकै घारीको यात्रा हुँदैछ केटो हेलमेट खोलेर आइज मलाई जहाँ नि हेलमेट लगाएर हिँड्ने बानी छ यसको फेरि त कसले चिन्न पर्यो त फेरि कसले चिन्न पर्यो अङ्गुर टिपेर खानु पर्यो अब यहाँ ललितपुरमा आएपछि त के पाउँछ यार यो चाहिँ मिठो हुँदो रहेछ कस्तो मजाले फल्यो त नि ओ माई गॉड बेचेकै चाहिँ छैन
बेच्नु दाइ यसो छारछिमेकमा यसो सबैजनालाई खाऊ भने यति जहाँ बेचेर के हुने पैसा आउँछ नि त लास्ट महँगो छ नि त यो बजारमा बजारमा कि टन्न त्यहाँदेखि को बेच्ने यति जहाँ 2-3 केजी बेचेर के हुने होला तर अङ्गुर चाहिँ साह्रै मिठो मिठो रहेछ त पाकेको चाहिँ मिठो छ यसो नानीले नि खान्छ अब यसो आएपछि अर्ग्यानिक त यार नपहालिकन खाँदा नि हुँदैछ जस्तो मुकै भरिबाट निक्लिने को हो यो मुला दुईटे म त होइन मुला माचिस दाइलाई माचोर भन्छस् मान्छे भित्र के हुन्छ नि जहाँ मोबाइल मान्छे भिडियो त के हुन्छ मैले नआउनु मिलिहाल्छ मोबाइल भिडियो चाहिँ के हुन्छ त केही हुँदैन बोलाएर मेरो त 2-3 मिनट हाल्दा त केही हुँदैन मेरो आइफोन चाहिँ गोडो काम लाग्दैन यताबाट छ बाटो हिँड्नु हुन्छ आजको यात्रा गरम पर्छ जोड्न चाहिँ के जोड्या भन्नु मलाई अहिलेसम्म कसैको केही खतरा मान्छेलाई डाँडाकाँडामा हिँड्नको मजै छुट्टै छ कि आउनु साथी कस्तो चिसो चिसो भयो केटा अब मात्रै तैँले भने याद आयो अब रुगा लाग्छ होइन त अब हेर्नु दामी छ दामी बाटो त मलाई खच्चड हिँड्यो भने त खतम भएन रातो माटो रहेछ पानी पऱ्यो भने त डह्रो छिप्लिन्छ नि कान्छ यसो अलिक गिर्खा छ सर्नुमा हल्का ग्राभिल त गरेर रहेछ नि त पहिला तेरिकामा कस्तो खाल्टा हाल्छ यसले फेरि यहाँ बनाएको छ नि अस्ति महल बनाएको छैन महल ढलन गरेर खानेपानीको अफिस कस्तो दामी भयो अरे यार ओए मैले अगाडि हेरेँ बाच्या बाइक चलाउन त यो त पनि ज्यात्रो रहेछ केटो पागल चलाउने रहेछ नि केटो जस्तो पनि हान्दैछ त सक्यो ओ ल यहाँबाट घर त यार किरा जस्तो देखिँदो रहेछ यो चाहिँ केटी बोकेर आउने डेटिङ हो यसको माया टक्ने हो कि भन्दा भन्न पाइयो जे भन्दा नि भन्न पाइयो हो क्या हो यो यसको मलाई केटी ल्याउने ठाउँ हो यो अब यहाँ कोलाई ल्याउनु मन छ यो ठाउँ चाहिँ हेर केटा यो ललितपुरको कुन ठाउँ यो ठाउँको नाम चाहिँ के हो केटो यो तलकोलाई चाहिँ के अरे खरी चौरकीको भन्छ यो नि खरी चौरी त होला नि दिस इज अब ललितपुर
सक्यो मैले भिडियोमा चाहिँ ल यहाँ चाहिँ अब एउटा क्याम्पिङ गर्न पिकनिक गर्न त्यसपछि गएर टेन्ट हालेर बस्न बवाल ठाउँ रहेछ होइन यसलाई चाहिँ केटी लिएर आइज भनेको छु अब आफू त के भन्ने त्यस्तो विषय त मिल्दैन नि त के त अनि मलाई भाइहरू मलाई सिङ्गल मलाई जुन केटी लिएर आएर बस्यो नि भन्दा नि कुनै केटी नपत्याएर मात्रै गएको त ह्यान्डसम मान्छेलाई मलाई ठाउँ चाहिँ बवाल छ है ल माने मैले 5 मिनट आइपुग्यो नि त त्यहाँबाट त अघि त पानी परिरहेर फर्किनु भएको थियो नि त अहिले त ठिक छ नि त दामी छ नि त भाइ ल कस्तो दिन्छ रियल फेसमा हेर्छ मान्छे हेर्छ नि त्यस्तो नि त ह्यान्डसम कि म ह्यान्डसम तपाईँ हेर्छ नि त भन्दा त म भन्दा त तै हो नि तै भाइ नै ह्यान्डसम भने मैले दाइ भन्दा त होइन होला तपाईँलाई त्यस्तो लाग्यो होला तर यहाँनिर राम्रो रहेछ है ठाउँ चाहिँ बस्न डाँडा चिल रहेछ भाइब चाहिँ तपाईँको भाइ यहाँ दामी छ ल एक्लै अब चाहिँ यात्रा छुट्टी त समय परिहाल्छ के अरे फोन गर्ने हो माटकले छिटाइज भन्ने हो क्या छुटिहाल्नु भन्नु सप्लिमेन्ट लिनु पाउँछ नि त सँगै लिउँला नि त हुँदैन ओ हिमाल के भयो यस्तो बाटो हिँड्नु पर्छ है अघि त यसले खाल्टोमा हाल्यो नि अब अहिले नि हाल्नु बेर मान्नेलाई अरे यस्तो बाटो छ न त कति जोग होस् बिचराले यो त केही होइन दाइ हुन त यो त के हो र सैलुङ जाँदाखेरि तिम्रो सैलुङ त छोड्दै नि त्यति टाढा हो नि त फुलचोकी गएको छस् फुलचोकी दिँदा नि जाऊ माथि कस्तो छ बाटो थाहा होला नि यस्तो बेजोग छैन त्यहाँबाट यार यहाँबाट नि पुरा देखिँदो रहेछ त नि दामी यो पानी पर्न लाग्यो भएर होला कि यस्तो अँध्यारो देखाए कस्तो दामी बारी हो या त खेत होला नि यार यो त मजा छ नि यस्तो लामाटारको चाहिँ झन् होइन लामा कस्तो ह्यान्डसम देखेँ यार यसलाई अब म चस्मा लगाएपछि चाहिँ म नै ह्यान्डसम देख्छु कालो चस्मा मात्रै हेर्छु नलाइन अनि जाउँ यार यस्तो यहाँबाट अँध्यारै देखिन्छ ल गाइस आजको यात्रा चाहिँ सकिएको छ अब के गर्ने अब यहाँको मोबाइल यो भयो हाम्रो अफिस कुन साइड गर्छु भन्नु कहाँको ए छोड्दैन यहाँ त्यस्तो पानी ड्राइभ मेकअप भिजेछ त यार मेरो मेकअप पहाल्ले त झन् ओ माई गॉड
आम्माम। बालुवा रोड खोले खोले गएको हुन्छ भन्न पानी चाहिँ परेको छैन है, पर्नेवाला छ, कालै भइरहेछ पुरै। के हो यार, त्यहाँ बालुवा रोड खोल्दै खोल्दै गो यताको स्पिड चाहिँ भरिपूर्ण छ जे भयो भने यतातिर। मेरो कपाल हेर यहाँ कालो भएको यहाँ यो। कस्तो दामी देखे यार मौसम। च्यालेन्ज दिइरहने यार मौसमले त केटो। गो गो गो। मौसमले च्यालेन्ज दियो, पानीले भिजेर। खतम रहेछ है त्यो मान्छे। पानी ठुलो पऱ्यो केटो यार। ऱ्याङ्को रोड रोक रोक रोक। ओ दबाइहाल्छ नि। यता जानेलाई त केही गर्दैन, यता जाने चाहिँ गयो भने यहाँबाट यता गयो भने ट्याक्कै समाइदिइहाल्छ। यहाँ त यस्तो पक्रिरहेको हुन्छ पुलिसहरूले। यहाँ भयो अनि ए ऊ साइड लगाइदिइहाल्छ ऊ। लास्ट ल्याङ छ त अनि डरले हो कि कस्तो स्लो हिँड्दैन। हुन त अब मान्छे नि त्यस्तै, अनि पुलिसहरू पनि एकदम टाउके घटाउकेहरू घटाउके भन्दै भ्लग बनाउँदै हाल्दिने। यसको मोबाइल झरेर फुट्यो भने बेच्यो